आज चाहिँ हामी घुम्नु जान लाग्यो। अब यहाँ मान्छे नआएको नि, यहाँ मान्छेहरू यहाँ नङ काटेछ। आज कहाँ जाने हो फिक्स चाहिँ छैन। अब हेरौँ कहाँ पुगिन्छ आज। देवीथान पनि जाने भनेछ है। आजको यात्रा सुरु भइसकेको छ। अब चाहिँ हामी यो सर्टकट बाटो जाँदैछौँ बनेपा, किनभने उताको हाइवे बनिरहेको भएर अलि राम्रो छैन, त्यही भएर। बिहानको 8:30 अब हामी चाहिँ यहाँ पुल गएर त्यहाँबाट हिँड्ने हो। हामीलाई तेलको पम्प आइपुग्यो। यहाँ चाहिँ पान गरेर बाटो बन्द भएर रहेछ। तेल हाल्ने हो, तेल हाल्नै फुल बाटो जाँदैछौँ, किनभने मेन हाइवे चाहिँ बनिरहेको भएर चाहिँ एकदम धेरै धुलो हुन्छ भनेर चाहिँ हामी यो नालाको बाटो जाँदैछौँ। हामी चाहिँ 6 जना छ, 2टा स्कुटर 2टा बाइक। अहिले यहाँ सप्तम मिठाई भण्डारमा जान छिरेको छौँ। 60 ठाउँ भनेको थियो सेल तरकारी। त्यहाँ अब हामी चिया खायो। अब चाहिँ हामी यहाँबाट बन्द हिँड्दैछौँ। अहिले चाहिँ 8:50 भयो। अब हेरौँ कति टाइम हामी पुग्छ। जाने ल सोह्र भएर बालाजी निस्किने अनि त्यहाँबाट अब हामी कहाँ आउँछौँ? अब हामी त्यस्तो भएर यहाँबाट जमल भएर कस्तो माइती चाहिँ थाहा यहाँ चाहिँ मिनी धरहरा पनि थियो, तर अहिले साइकल जाँदो रहेछ। गभर्मेन्ट साइकलहरू त्यहाँ खाता साइकल पनि आज चाहिँ साइकल यात्रा धेरै नै छ जस्तो छ। अब टुखा आइसकेका छौँ। चाहिँ टुखाको यही रेट देख्न सक्नुहुन्छ हजुरहरूले। चिनी होइन टुखाको मेन रेट हो, तर हामी यहाँ बाटो नगइकन चाहिँ अब तल बाटो जाँदैछौँ। सुटिङ चलिरहेको रहेछ। गिम्बल रहेछ, हामीसँग छ गिम्बल चाहिँ। जङ्गलहरू देख्न थालिसकेको छ। साथीहरू चाहिँ अगाडि बसिनु भएको छ।
त्यो पनि खिच्दै रहेछ। जति जति माथि गइरहेछौँ हामी त्यति नै धेरै चाहिँ चिसो हावा कस्तो आनन्दको हावा चाहिँ चलिरहेको छ। यो चाहिँ जोर झर्ना आँखाबाट खतरा देखिरहेको छ तर क्यामेरामा चाहिँ त्यस्तो राम्रो झर्ना आउने बेला अलि भइसकेको छैन रहेछ। किनभने अस्ति हामी आउँदाखेरि चाहिँ बाटोमा पनि कस्तो ठुलो झर्ना थियो तर त्यो ठाउँमा जग्गा पनि खाली छ। त्यही भएर तपाईँहरू झर्ना जाँदै हुनुहुन्छ भने चाहिँ झर्ना जाने बेला अलि भइसकेको छैन जस्तो छ। किनभने चाहिँ बाटोमा एकदम ठुलो झर्ना छ तर त्यो झर्ना अहिले चाहिँ अलिकति होटलहरूसम्म चाहिँ पानी रहेछ। तपाईँहरू भक्तुलो झर्ना भिजिट गर्न चाहनुहुन्छ भइरहेको छ भने चाहिँ पहिला त्यहाँ अहिलेको रिसेन्टली अपडेट हेरेर मात्रै जानु होला। कस्तो जस्ट होइन भन्नु तर भइरहेको गाउँ गाउँमा धरानको बाटो छ। पिच रोड अघि कस्तो राम्रो थियो यो धरानको बाटो पनि राम्रो। हामी चाहिँ बाटोमा गइरहेको थियौँ अनि यहाँ चाहिँ अब सहरी झर्ना पनि जाने कुरा भयो। किनभने बाटोमै छ 3 किलोमिटर मात्रै माथि भएको भएर चाहिँ हामी यो झर्ना पनि जान्छौँ। जुन चाहिँ हामी पहिल्यै गइसकेका छौँ। अब यहाँबाट चाहिँ अप्रोच हुन्छ सो अब पहिला आउँदाखेरि त यो बाटो सबै अप्रोच थियो अनि त्यसपछि अहिले त राम्रो भइसकेको छ। सबै ढलान भइसकेको छ। तपाईँहरू पनि आउनु होला। यो त रोडकै छेउमा छ त्यस्तो धेरै टाढा छैन। त्यही माथि अहिले त अफर पनि छैन रहेछ। ल त्यस्तो मलाई पिच भइरहेको रहेछ। अस्ति न ए ढलान भएको रहेछ। अस्तिको पालि मलाई यहाँ भाइले सिकाएको थियो। सो यो भिडियो चाहिँ म मेरो भाइलाई पठाउँछु। अहिले त यस्तो ढलान भइसकेको रहेछ सौरभे। साह्रै झन् 800 किलोमिटर अगाडि भनेको छ। कटिङ पिरियड लाग्छ, आधी घन्टा लाग्छ होला नि। साथीहरू त्यहाँ हिँडिसक्यो। यसरी हिँड्नुपर्छ। घाम चाहिँ मस्त लागिरहेछ नि। त्यही भएर म चाहिँ छाता उठ्दैछु। पहिला चाहिँ यहाँबाट झर्ना देखाएको थियो होइन, अब देख्छ थाहा छैन है। चार झर्ना माथि पनि रहेछ तल पनि छ। छन् चाहिँ तल हामी जाने तल हो। खोइ झन् हौ त्यहाँ रहेछ यति हो त सानो छ त दामी। माइकल दामी रहेछ ल झर्ना ल। ओहो पानी चाहिँ कति हो कति हो। ओहो ल त्यो ढुङ्गै ढुङ्गा त पहिला थिएन जस्तो लाग्यो। झर्ना चाहिँ सानो झर्ना यो माथि चाहिँ झर्ना छ। अब हामी यो ढुङ्गाको बाटो एकपल्ट हिँडेर माथि हेरेर आउँछु कस्तो रहेछ। अगाडिको दुईचोटि हेर्नु झऱ्यो। एकचोटि चाहिँ डन लाग्यो झन्डै। जानुहुन्छ त्यहाँबाट सिजन छैन यहाँ। ल झर्ना चाहिँ लौकी झर्ना छ र छैन माथि गइसकेको छ। झर्ना त्यस्तो छ है, पानी धेरै त छैन। के खेद्ने मान्छे पुरै भ्याङ।
आइपुगेछौँ। पुरै पानी थियो नि पहिला, त्यही त हावाले पनि आएको थियो। खै झर्ना त यस्तो हो, त्यो तन्नै आएछ। यस्तो झर्ना सानो भए पनि दिदीहरू पनि आउनु भएको छ। अनि घाम चाहिँ यस्तो लागेको छ कि कुरै नगरौँ। झङ्कालो मान्छे झङ्कालो हुने भयो अब। ल के खाने हो? काँक्रो? प्रवीण दाई उता पुगिसक्यो। काँक्रो खाने हो सबैले। लिची त हरियो रहेछ, के हलियो रहेछ। ₹20 अब त हामी फर्किँदै छौँ। पुलमा हिँड्दैछौँ। हिँड्नु सकेको नि होइन? हिँड्नु सकेको छ छैन पो भन्छ भाइ। माथि पुगिसक्यो। के भयो? खाना त गाह्रो हुँदैन नि होइन? गर्मी छ भने नि राष्ट्रिय गर्मी हामी हुन्छ। त्यहाँ नि हिँड्नुपर्छ नानी, नहिँड्नु कहाँ पुग्छ त पायो अनि भाउ। जाउँ त किन, अब हामी यहाँ सानो झरेर नजाने होइन। Thank you for watching my video. Do not forget to subscribe my channel.